दुई देशबीच विभिन्न संयन्त्रहरू बनिरहेका छन्। भूमि सम्बन्धी सीमा विवाद मिलाउनको लागि विभिन्न संयन्त्रहरू छन्। त्यो संयन्त्रले पहिलादेखि नै बनेको संयन्त्र हो, अहिलेको सरकारले बनाएको होइन। त्यसमा चाहिँ सीमा विवाद कसरी सल्टाउने भनेर प्रधानमन्त्रीज्यूले पनि अस्ति भनिसक्नु भएको छ। नेपालले पनि कति ठाउँमा चाहिँ नेपालको डिप्लोमेटिक नोट इन्डियालाई पठाएको छ, इन्डियाले पनि पठाएको छ। दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ। यो फेसबुकमा सामाजिक सञ्जालमा जग्गा मिचे आइरहेछ नेपालले पनि, त्यो साँच्चीकै त होला नि होइन? मन्त्रीले के अरे प्रधानमन्त्रीले पनि भन्नुभयो होइन? प्रधानमन्त्रीज्यूले पनि के भन्नुभएको भन्नाले हामीले सीमा विवाद सम्बन्धी हामीले काम अगाडि बढाउँदाखेरि चाहिँ अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको हो भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ। दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्। त्यसमा चाहिँ कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि चाहिँ दुई देशहरू बसेर त्यसको विवाद चाहिँ मिलाउनु पर्छ भन्ने कुरा प्रधानमन्त्रीको भारतको सीमा मिचेको प्रमाणहरू छन्। त्यो प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्रीज्यूले यस्तो कुरा आयो म अचम्ममा परे भनेर भन्नुभएको कुरामा यसलाई चाहिँ विवाद प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा त्यो एकचोटि रिक्याप गरेर सुन्नु होला। सदनमा चाहिँ प्रधानमन्त्रीले विपक्षीले भनेअनुसार चाहिँ सम्बोधन गर्ने कार्यतालिका छैन अथवा प्रधानमन्त्रीले पठाउनु भएको मन्त्रीले त्यो विषयमा जानकारी गराउने सरकारको योजना छ कि छैन? हामीले देखिहाल्यौँ प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ। अस्ति पनि उहाँले सदनमा आएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनु नै हुन्छ। यो विषयमा प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा नै हो। उहाँ सीमा विवाद टेबल टकबाट त्यसलाई मिलाउनु पर्ने कुरा हो। यसमा दुई देशले नै टेबल टकबाट मिलाउनु पर्छ भन्ने कुरामा स्पष्ट पारिसकेका छन्। त्यसले गर्दाखेरि जति पनि आवश्यक कुराहरू छ त्यो डिप्लोमेटिक तरिकाबाट परराष्ट्र मन्त्रालयले आवश्यक काम कारबाही अगाडि सारिसकेको छ। मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनमा के गर्छ सरकारले? त्यसमा सुरुमा नेपाल सरकारलाई त प्रतिवेदन औपचारिक रूपमा आइसकेपछि कारबाही अगाडि